केही भन्नु छ भने भनौँ है यो ब्लगमा। हो कता जाने हामी? यो पारी जाने ल हामी। यो पारी जाने, पारी गएर हामी सब घुमेर आउने हो। अनि हामी यहाँ पनि झर्ने हो। यहाँनिर चाहिँ परेवालाई चारो दिने हो। चारो पनि ल्याएको छ त्यहाँनिर। बिनिसा कहाँ जाने हो? बिनिसा कहाँ जाने भन त? पोखरा भन। पोखरामा हामी कहाँ छौँ? डुङ्गामा। फेवाताल डुङ्गा सरर। फेवातालमा हामी डुङ्गा सरर है। मजा हुन्छ है डुङ्गा चढ्नु चाहिँ मजा। सारनको डाँडो यो माथि पारी हो। त्यहाँ पनि जानु पाउँछ तर हामीलाई चाहिँ धलखल हुँदा चाहिँ डर लाग्यो है। ल धलखल हुँदा पानी पनि एकदम चिसो छ। चिसो छ पानी। बिनिसा आरुसी तिमी कहाँ जाने हो? फेवातालमा जाने हो। के खाएको तिमीले? के खाएको त्यो? ए मिठो छ त्यो? ल मिठो छ हो। हामीलाई पनि दिनु पर्यो ल। ल ल ल ल ल यहाँ पनि धेरै छ है ढुङ्गाहरू। धेरै छ यहाँ चाहिँ ढुङ्गाहरू। ल ल ल भित्र यो चाहिँ यहाँको फेवातालको मन्दिर हो। यहाँ चाहिँ हामी गएर परेवाला चारो दिने आउने हो। ल झर्नु मिल्यो कि मिलेन? यहाँ कहाँ मिल्छ? उता झारिदिन्छ। एकपल्ट यहाँ झारेर लाने फर्काउने होइन हामीलाई? होइन के हो? हो क्या हो। यहाँ हामी बस्छ अनि हामी जतिखेर फर्किने हुन्छ क्या। ए अर्कै ढुङ्गाले फर्काइदिने हो? त्यहाँ जुन ढुङ्गा चल्न लाग्छ त्यसमा चढेर फर्किने हो। ए त्यसो भए त यार हामी पनि पोखरामा पहिलोपल्ट आएर हेरेर राम्रोसँग यहाँ मोज गर्दैछौँ। माछा हेर्दैछौँ यहाँनिर मन्दिरमा इत्यादि घुम्ने हो। लास्ट लगभग ढुङ्गाको छेउछाउ माछा त ऊ रहेछ यार। हुँदैछ क्या? भ्लग बनाएर हाल्नु न। मजा भयो। सेफ्टी ज्याकेट भन्नु न। के को फर्म हो? यहाँ जानेहरू जाँदैछन्। हाम्रो स्टेसन बन्द। ल अब फेरि यहाँबाट फर्किने बेलामा मात्रै अब। ल है हामी चाहिँ ओर्लियौँ है। यहाँबाट चाहिँ ढुङ्गाबाट चाहिँ ओर्लिँदै हुनुहुन्छ मेरो दाइहरू। म पनि ओर्लिँदैछु। एकजना गरेर ओर्लियौँ है। एकजना गरेर। ए धचक हुँदा डर लाग्दो रहेछ है दादा। ए बिस्तारो धेरै हल्लियो ढुङ्गा हल्लियो। ल बिस्तारो ओहो बिस्तारो।